सो हेलो एभ्रिवान, आई होप हजुरहरू सन्चै हुनुहुन्छ एन्ड म पनि सन्चै छु, आरामै छु भन्नुपर्दा चाहिँ म चाहिँ आज चाहिँ दैलेख आएको छु अनि भोलि चाहिँ म चाहिँ कालीकोट जाने हो। किनकि आज चाहिँ सुर्खेतदेखि आएको म चाहिँ अनि म चाहिँ आज चाहिँ के हो भनेपछि त्यहाँबाट सुर्खेतबाट अनि आज बेलुका आएपछि हल्का भोलि रेस्ट गर्न पाइन्छ, त्यही भएर म चाहिँ आज नै आएको। अनि यहाँ चाहिँ म र भान्जा छौँ एलाइज, ऊ त्यहाँनिर छन् एलाइज। अनि यता दैलेखमा आउँदाखेरि अघि बाटोमा किन नबनाएको भन्दाखेरि भिडियो बाटोमा किनकि मलाई बमिट आएको थियो, बमिट आएको कारणले चाहिँ मैले बनाएन भिडियो सिडियो। अनि त्यसपछि लाएर टक्क लाएर अहिले नास्ता सास्ता खाएर अनि आएको यता माथि डाँडामा। अनि यस्तो रहेछ कि पुरै एक्सर्साइज गर्ने रहेछ यो, अनि एक्सर्साइज गर्ने रहेछ। सो अनि चाहिँ यहाँ चाहिँ के रहेछ भनेपछि यो 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 चाहिँ के हो, यसरी घुम्ने रहेछ यो होइन, यसरी घुम्ने रहेछ। अनि यो चाहिँ यस्तो गर्ने रहेछ कि, अनि यस्तो गर्ने रहेछ। माथि चाहिँ अब झुलिएर उता उता जाने भयो। अनि यो चाहिँ अब यो चाहिँ के गर्ने हो, यो झुन्डिने रहेछ। अनि चाहिँ त्यसरी चाहिँ हान्ने रहेछ पुरै, यहाँ चाहिँ माटो पुरै यहाँ। अनि यो चाहिँ घुम्ने रहेछ, यो चाहिँ खुट्टाको एक्सर्साइज रहेछ, त्यो चाहिँ हातको यता कुमको एक्सर्साइज रहेछ। अनि यो पनि हातको भइगयो, यो अनि खुट्टाको भइगयो। अनि त्यहाँ चाहिँ त्यस्तो भइगयो, त्यस्तो छ। सो अनि यहाँ चाहिँ बवाल छ क्या, बवाल नै बनाउन् भनौँ। अनि यस्तो तरिकाले कहीँ पनि बनाउनन् क्या। सो अनि त्यही नि हो। अनि हामी चाहिँ पहिला चाहिँ यता पुरै अर्कै थियो क्या, पुरै ठाउँ चाहिँ यता पुरै होइन, यता यता दाउरा जान्थ्यौँ हामी। अनि यहाँ तल गाउँ पनि बवाल नै छ भनौँ। सो बिलासपुर मन्दिरमा जानुपर्छ। अनि बिलासपुर मन्दिरमा गएपछि त्यहाँबाट देखिन्छ बब्बाल बवाल भ्यू चाहिँ। अब यहाँबाट माथि हाम्रो लेक पनि देखिन्थ्यो क्या महाबु। अनि यहाँ चाहिँ पुरै टुइटो लाखा क्या, टुइटो लाखा, त्यसैले केही पनि देखिँदैन। सो आई एम भेरी एक्साइटेड, किनकि अब 3-4 वर्षपछि यो धामी नाच हुन्छ नि, पोइट चाहिँ हेर्न जान लागेको म, त्यही हो। अनि यस्तै हो, भोलि हिँड्दै गइन्छ कि अब के गर्दै गइन्छ। सो लेट चाहिँ हेरौँ, ट्याक्कै पनि थाहा छैन। अब सुर्खेतबाट अब टक्क लाएर गाडी चाहिँ रिजर्भ भयो भने चाहिँ हामी चाहिँ जान्छौँ। अनि गाडी रिजर्भ भएन भने चाहिँ हामी हिँडेर जान्छौँ, केही छैन। गाडीमा जानुभन्दा बरु हिँडेरै जान ठिक छ, बेस्ट छ। बिलासपुर त्यहाँ माथि थियो क्या। अनि त्यही हो कि भान्जा चाहिँ धेरै च्याङ बोलाइरहेको क्या, अनि साउन्ड चाहिँ धेरै आइरह्यो, त्यसैले अब चुप लाग्छन् होइन भन्छ, अब चाहिँ चुप लाग्छन्। अनि काठमाडौँबाट जानकी दिदी लिएर अनि चेतन दाले हेर्नुभयो आमा चाहिँ चट्ट हामी होइन, चट्ट हामी डाँडामा छौँ क्या। अनि डाँडाबाट अनि यस्तो बवाल भ्यू देखिन्छ, तर दिनमा चाहिँ बवाल भ्यू देखिन्छ। यहाँ दैलेख भन्ने चाहिँ यस्तो बवाल नै छ क्या, स्वच्छ हावापानी भएको होइन, पुरै डाँडा काँडा भ्यू पनि बवाल नै देखिने होइन। अनि बिलासपुर मन्दिर चाहिँ त्यहाँ माथि छ, माथिको यतापट्टिको डाँडा छ त्यही हो। अनि यो डाँडा, अनि यहाँ चाहिँ म अहिलेसम्म गएको छैन, फेरि जाने भनेको कहिले पनि टाइम मिल्दैन क्या हाम्रोसँग, टाइम भएपछि पो त जाने अनि घुम्न यताउति, अनि त्यसैले टाइम मिल्दैन। मैले चाहिँ के हो भन्दाखेरि यता चाहिँ गोप्रो ल्याउनु भनेको थिएँ, मैले गोप्रो चाहिँ ल्याउनु पाएन, किनकि त्यसमा चाहिँ म सरी भन्न चाहन्छु। अनि किनकि यस्तो हो, आजसम्म म भ्लगमा नआउनुको कारण मेन रिजन चाहिँ मोबाइल चाहिँ बिग्रेको थियो। अनि मोबाइल बनाउन पनि धेरै पैसा लाग्ने, किनकि मिडल क्लास फ्यामिलीको मान्छे हो म। अनि धेरै पैसा पनि अब कहीँबाट जुगाड नआउने, त्यस्तै त हो। सानोतिनो भ्लगर भएपछि अब कहिले आउने कहिले नआउने सोसियल मिडियामा
त्यही गरिन्छ। अनि अब चाहिँ अब हुन्छ नि अब चाहिँ कन्टिन्यू आउँछ किनकि मोबाइल चाहिँ बनाइसकेको छु। अनि किनकि मोबाइल चाहिँ बनाइ पनि सकेको छु अनि यो अर्को मोबाइल पनि हो। त्यसैले अब भान्जा अब हामी लाग्यौँ आऊ। कैसा देख रहा हूँ गाइस आप लोग बताओ मेरा म कस्तो देखिरहेको छु हजुरहरूले बताइदिनु होला। मेरो भन्जाले चाहिँ बब्बाल भइरहेको छ किनकि अब चाहिँ हामी चाहिँ यो चाहिँ पुरै साल गाडीमा रहेछ क्या साल गाडी छ टक्क लाएर लाइक सब्सक्राइब एन्ड सेयर Look at the boat. Look at Subscribe. look at my Look at my. out Look at my like subscribe गर्नुहोस् हामीलाई फलो गर्नुहोस् क्लिक गर्नुहोस्। सो एभ्रिवान अनि हामी चाहिँ कहाँ पुग्यौँ भनेपछि बेलायतपुर मन्दिर पुग्यौँ। त्यही हो अब हाम्रो यात्रा भनेको यहीँसम्म मात्रै हो किनकि माथि गएपछि यो सिडी छ सिडीमा जान सकिँदैन किनकि यहाँ यस्तो पनि छ भ्यू होइन। त्यही हो भ्यू अरू होइन बवाल भ्यू छ क्या। अनि के हो भन्दाखेरि चाहिँ भान्जा चाहिँ के किन्न गएको बेलायतपुर मन्दिर उयो यहीँबाट माथि जान्छन्। अनि त्यही हो के लिएर आयो हेर्नुहोस् जानु कि दिदी हजुरको छोराले के लिएर आयो मलाई थाहै छैन। फेरि त्यो यहीँ के बब्बाल खाले किनिदिन्छु भनेर यहाँ छक्का पन्जा लिएर आयो आफू के खाइरहेको अनि त्यही हो ठिकै छ केही छैन खानुपर्छ। अनि खाएर अनि त्यसपछि हामी घरतिर लाग्छौँ है त।